हेलो हाई नमस्ते साथीहरू। आजको खानामा चाहिँ रहेको छ झालमुडी झालमुडी झालमुडी। अन्त मेरोमा चाहिँ खुर्सानी हेर्नु चाहिँ कति बिग्न छ, 5 पिस खुर्सानी छ। अन्त फिङ्गर चिप्स छ यस्तो पिरो, सबै पिरो खुर्सानी। झालमुडीमा पनि पुरै खुर्सानी छ हरियै। अन्त म चाहिँ पिरोको रानी हो, रानी। अन्त त्यही हो साथीहरू, मलाई चाहिँ साह्रै मनपर्छ है यस्तो खानाहरू चाहिँ। राति भएपछि मलाई यस्तै चपचप चुपचुप चपचप चुपचुप नै मनपर्छ। खानाहरू चाहिँ त्यस्तो मन पर्दैन। तपाईँहरूलाई म डेलीको भिडियोमा भनिरहेको छु। अन्त खुर्सानी हेर्नुहोस् मैले खाएको, किनभने म पिरोको रानी हो नि त। अन्त साथीहरू, तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्दैछ, के लाग्दैछ भनिदिनुहोस् होला। लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला। अन्त आजकल चाहिँ म डेली बोलेर कि साथीहरू अलिक बोल्नु आइरहेको छ है मलाई चाहिँ। डेली बोल्दा बोल्दा चाहिँ बानी हुँदो रहेछ हो। अन्त बोलेन भने चाहिँ बानी हुँदैन रहेछ। त्यही हो साथीहरू। अन्त के हेर्नुहोस् न, मैले यो फिङ्गर चिप्स खाँदैछु। यो फिङ्गर चिप्स चाहिँ पहिला मेरो भाइ गोरुबथानमा पढ्दाखेरि भाइलाई भेट्नु जान्थ्यौँ हामी। अन्त त्यतिखेर चाहिँ यो फिङ्गर चिप्स चाहिँ हामीले किनेर खान्थ्यौँ। यस्तो मिठो लाग्थ्यो कि त्यतिखेर यो फिङ्गर चिप्स। अहिलेसम्म नै मलाई त्यो फिङ्गर चिप्सको टेस्ट थाहा छ। अन्त म चाहिँ बनाएर खान्थेँ, त्यति बेलादेखि नै घरमा पनि बनाएर खान्थेँ हो। अन्त गोरुबथान जाँदाखेरि चाहिँ हामी यति प्याकेटमा किनेर ल्याउँथ्यौँ के फिङ्गर चिप्स चाहिँ। अन्त यो फिङ्गर चिप्स देखेर मलाई पुरा गोरुबथानको याद आउँछ साथीहरू। अन्त गोरुबथानतिरबाट हेर्नु हुनेहरूले पनि भन्नुहोस् है, यो फिङ्गर चिप्स चाहिँ गोरुबथानमा फेमस छ। त्यही हो साथीहरू। अन्त पहिलाको याद आउँछ कुन चिजहरू देख्दाखेरि। हुन्छ, यति भन्दै गुड नाइट, स्विट ड्रिम सबै मेरो युट्युब फ्यामिलीहरूलाई। बाई बाई। म सधैँ नै सानो सानो भिडियो लिएर आउने गर्छु साथीहरू। बाई बाई।